न्युजिल्यान्डमा स्टुडेन्ट भिजामा अप्लाई गर्दा स्टेप बाई स्टेप प्रोसेस के हुन्छ त? फर्स्टमा भनेको तपाईँले कुन कोर्स पढ्न जाने र कुन कलेज अथवा युनिभर्सिटी जाने भनेर डिसाइड गर्नु पर्यो र त्यसपछि अफरलाई रिक्वेस्ट गरिन्छ। अफरलाई रिक्वेस्ट गरिसकेपछि हामीलाई अफर लेटर इस्यु गर्छन् र त्यसपछिको हाम्रो स्टेप भनेको फाइनेन्सियल डकुमेन्ट्स बनाउने। फाइनेन्सियल डकुमेन्ट जस्तै तपाईँको ब्याङ्क लोन हो कि इन्कमको डकुमेन्ट्स, वार्डको डकुमेन्ट्स र तपाईँको प्रपर्टी भ्यालुएसनको डकुमेन्ट्सहरू हामीले प्रिपेयर गर्नुपर्छ। थर्डमा चाहिँ हामीले भिजाको फी पेमेन्ट गर्छौँ र भिजा लज गर्छौँ र भिजा लज गरिसकेपछि कतिलाई इन्टरभ्यू आउन पनि सक्छ र इन्टरभ्यू नआउन पनि सक्छ। लज गरिसकेपछि चाहिँ इन्टरभ्यूलाई चाहिँ स्टुडेन्टहरूले जस प्रिपेयर चाहिँ हुनुपर्छ। फोर्थमा भिजा लज गरिसक्नु भएपछि एआइपी रिसिभ गर्नुहुन्छ। एआइपी भनेको अप्रुभल इन प्रिन्सिपल हो। त्यो भनेको हाम्रो प्री भिजा जस्तै हो र वन्स एआइपी रिसिभ गर्नु भएपछि हाम्रो नेक्स्ट भनेको तपाईँले आफ्नो इन्स्टिट्युसनलाई ट्युसन फी पे गर्नुपर्छ।